नमस्कार साथीहरू। आज म तपाईलाई यस्तो ठाउँमा लैजाँदैछु जहाँको ढुङ्गाले इतिहासको बारेमा बोल्छ। हो, आज म ललितपुरको पाटन दरबार क्षेत्रमा छु। तपाईहरूलाई आज मेरो सानो मिनी ब्लग देखाउँदैछु। म अहिले ठ्याक्कै महारानी हिटीमा छु, जुन पाटन दरबार स्क्वायरको ठिक छेउ र मङ्गल बजारको बिचमा अवस्थित छ। मल्लकालीन यो पुरानो कुण्डलाई स्थानीयहरूले महारानी पोखरी पनि भन्छन्। अलि अगाडि बढौँ, यो ठुलो घन्टी देख्नुहुन्छ। कुनै समय राजकीय सूचना र आक्रमणको चेतावनी ध्वनि दिने यो घन्टीलाई तलेजु घन्टी भनेर पनि चिनिन्छ। यो हेर्नुहोस्, 8 कुने मन्दिर, जसलाई च्यासी देवल भनिन्छ। यसको पछाडिको कथा भने भावुक छ। सन् 1723 राजा योगनरेन्द्र मल्लकी छोरी योगमतीले पिताको मृत्यु पश्चात सती गएकी आफ्नी आमा र 31 अरू महिलाको स्मरणमा बनाएकी हुन्। यो मन्दिर कृष्णलाई समर्पित हो। केही यताउतिको दृश्य हेरिसकेपछि म छेउमा रहेको महारानी हिटीबाट अगाडि बढ्छु, जुन पर्यटकहरूको प्रवेश गर्ने थलो रहेछ। यहीँबाट धेरै पर्यटकहरू दरबार स्क्वायर हेर्न प्रवेश गर्दा रहेछन्। यहाँ बस्ने मानिस, पूजा गर्ने भक्त, फोटो खिच्ने पर्यटक, पाटनको हरेक कुनामा एउटा कथा छ। पाटन यत्तिकैमा कहाँ सकिन्छ र? मङ्गल बजारको आवत जावत, चहल पहल, धातु ठटाइको आवाज, थाङ्गाको रङ, चियाको बाफले यसले अझै जीवन्त बनाउँछ। 700 वर्ष पुरानो सहर पाटन अझै सास फेरिरहेको छ। यहाँ घुम्नु भनेको घुम्नु मात्र होइन, शताब्दीहरू एकैचोटि पार गर्नु हो। यो पछाडि देखाइएको मन्दिर एउटा यस्तो मन्दिर हो जसमा न कुनै काठ प्रयोग भएको छ, न एउटा किल्ला प्रयोग भएको छ। यो पाटन दरबार स्क्वायरमा रहेको कृष्ण मन्दिर हो। यो मन्दिर ढुङ्गाले मात्र बनेको छ, जुन मन्दिर नेपालकै सबैभन्दा बढी 21वटा गजुर भएकोवाला मन्दिर हो। सन् 1637 सिद्धि नरसिंह मल्लले बनाएको यो मन्दिरमा एउटा पनि इट्टा छैन। भनिन्छ राजाले सपनामा कृष्ण र राधालाई यहीँ उभिएको देखे, बिउजेपछि आदेश दिए यही ठाउँमा मन्दिर बनाउनु भनेर। कृष्ण मन्दिर र भीमसेन मन्दिर बिचमा अवस्थित यो विश्वनाथ मन्दिर हो। सन् 1627 कृष्ण मन्दिरभन्दा 10 वर्ष अगाडि बनेको यो मन्दिर पनि राजा सिद्धि नरसिंह मल्लले बनाएको हो। यो मन्दिर भगवान शिवको हो। तपाईँले यहाँ मन्दिरको प्रवेशद्वारमा 2वटा विशाल ढुङ्गे हात्ती देख्न सक्नुहुन्छ, जसले यो मन्दिरको सुरक्षा गरिरहेको जस्तो देखिन्छ। यो मन्दिर यसको उत्कृष्ट काष्ठकलाको लागि चिनिन्छ। विश्वनाथ मन्दिरको उत्तरतिर लागेपछि हामी यो भव्य भीमसेन मन्दिर आइपुग्छौँ। धेरै मन्दिरहरू वर्गाकार हुन्छन्, तर यो मन्दिर आयतकार आकारमा बनेको छ, जुन यसको एउटा मुख्य विशेषता हो। नेवारी समुदायमा भीमसेनलाई व्यापार र वाणिज्यको देवता मानिन्छ। त्यसैले यहाँका स्थानीय व्यापारीहरू आफ्नो पसल खोल्नु अघि भीमसेनको आशीर्वाद लिनुहुन्छ। यहाँका काठहरूमा बनेका बुट्टा र सुनको जलप लगाइएको झ्यालहरू साँच्ची नै शानदार छन्। भीमसेन मन्दिरको ठिक अगाडि रहेको यो शिखर शैलीको सानो तर आकर्षण मन्दिर कोपेश्वर महादेवको हो। धेरै पर्यटकहरू भीमसेन मन्दिरको भव्यता हेर्न व्यस्त हुँदा यो मन्दिरलाई याद नगर्न सक्छन्, तर यसको ढुङ्गे बुट्टा र ऐतिहासिक महत्त्व आफ्नै ठाउँमा छ। भीमसेन मन्दिरको दर्शन गरिसकेपछि यहाँ महादेवलाई ढोग्न नबिर्सिनुहोला। कोपेश्वर महादेवको दर्शन गरिसकेपछि अब हामी उत्तरतर्फ लाग्छौँ। यो बाटो मलाई एकदमै मनपर्छ, किनभने यहाँ पाटनको वास्तविक जीवन्तता देख्न पाइन्छ। यहाँ विशेष गरी तामा र पित्तलका भाँडाकुँडा, परम्परागत मूर्तिहरू र सिङ्गिङ बलहरू पाइन्छ। पाटनलाई त्यसै ललितपुर अर्थात् ललित कलाको सहर भनिएको होइन नि। यी पसलहरूको रमाइलो दृश्यको साथमा यो सेतो र कलात्मक मणि चैत्य आइपुग्छौँ। यसको वरिपरि रहेको प्रेयर व्हिल्स वा मानेहरू घुमाउँदा मनमा छुट्टै शान्ति मिल्छ। यो ठाउँ व्यापार र आध्यात्मको एउटा सुन्दर सङ्गम हो। मणि चैत्यको ठिक छेउमा अलि गहिरो ठाउँमा हेर्नुभयो भने तपाईँले एउटा ऐतिहासिक ढुङ्गेधारा देख्नुहुनेछ। यो भर्खरै देखिरहनु भएको धारा चाहिँ पाटन क्षेत्रको सबैभन्दा पुरानो धारा हो। यो चाहिँ 100 वर्षदेखि बग्दै आएको छ। यो धारा कृष्ण मन्दिरको नजिकै गहिरो ठाउँमा रहेको छ। यसलाई मङ्गहिटी भनिन्छ, जसको इतिहास लिच्छवी कालसँग जोडिएको छ। आधुनिक सहरको बिचमा पनि यसरी प्राचीन इन्जिनियरिङ काम गरिरहेको देख्दा साँच्चै गर्व लाग्छ। पाटनको यो जीवन्त सम्पदा हेर्न तपाईँहरू यहाँ पक्कै आउनुहोला। अब म तपाईँहरूलाई एउटा यस्तो ठाउँमा लैजाँदैछु जहाँ समय रोकिएको जस्तो महसुस हुन्छ। यो हो पाटन म्युजियम। यो म्युजियम पहिले मल्ल राजाहरूको दरबार थियो, तर अहिले यसले नेपालको अमूल्य कला र इतिहासलाई सुरक्षित राखेको छ।
भित्र छिर्ने बित्तिकै तपाईँले एउटा छुट्टै शान्ति र भव्यता महसुस गर्नुहुनेछ। यहाँका कोठाहरूमा हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित यति धेरै मूर्ति छन् कि तपाईँ दङ्ग पर्नुहुनेछ। विशेष गरी धातुका मूर्तिहरू बनाउन पाटनका कलाकारहरू विश्वमै प्रख्यात छन् र यसको प्रमाण यी ग्यालरीहरूमा देख्न सकिन्छ। यहाँको वातावरण पनि यति शान्त छ कि बाहिरको कोलाहल तपाईँले पूर्ण रूपमा बिर्सिनुहुनेछ। म्युजियमको बिचमा रहेको यो केशव नारायण चोक हेर्नुहोस् त। यहाँको वस्तुकला र सुनौलो झ्यालले जो कोहीलाई मोहित बनाउँछ। यदि तपाईँहरूलाई फोटोग्राफी गर्न मन छ भने यहाँका कुनाहरू तपाईँको फ्रेमका लागि पर्खिरहेका छन्। यहाँ केवल इतिहास मात्र होइन, यहाँको आधुनिक व्यवस्थापन पनि उत्तिकै राम्रो छ। ग्यालरीहरू घुमिसकेपछि यहाँको बगैँचामा बसेर कफी पिउँदाको आनन्द नै छुट्टै हुन्छ। पाटन आएपछि यो म्युजियम नघुमी फर्कनु भयो भने तपाईँको यात्रा अधुरो हुनेछ। म्युजियमको शान्त र ऐतिहासिक संसारबाट बाहिर निस्किने बित्तिकै पाटनको यो जीवन्त भाइबले फेरि स्वागत गर्छ। बाहिरको यो माहौल हेर्नुहोस् त। केही मानिसहरू पेटीमा बसेर गफिँदैछन्, कोही परिवारलाई चारो हाल्दैछन् भने कोही यहाँको फोटो खिच्न व्यस्त छन्। म्युजियमभित्रको इतिहास र बाहिरको यो सक्रिय जीवन, यी दुई सङ्गम नै पाटनको असली सुन्दरता हो। अब एउटा खुसीको कुरा, यहाँ तपाईँले धेरै ठाउँमा मन्दिरहरू नयाँ बनिरहेको वा मर्मत भइरहेको देख्न सक्नुहुन्छ। विक्रम सम्वत 2072 सालको विनाशकारी भूकम्पले हाम्रा धेरै सम्पदाहरू क्षति पुर्याएको थियो। तर अहिले हाम्रो स्थानीय कालीगढहरूको हातबाट यी मन्दिरहरू पुनर्जीवन पाउँदैछन्। यो देख्दा असाध्यै गर्व लाग्छ कि हाम्रो प्राचीन कला अझै जीवन्त छ र हामी हाम्रो गौरवलाई फेरि ठडाउँदैछौँ। यी नयाँ बन्दै गरेका मन्दिरहरूले के सिकाउँछन् भने ढुङ्गा र काठ त भत्किन सक्छन्, तर हाम्रो संस्कृति र आस्था कहिले भत्किँदैन। यी सम्पदाहरू बन्नु भनेको हाम्रो पहिचान फेरि बलियो हुनु हो। पाटनको गल्लीहरूमा घुम्दा घुम्दै अलि थकाइ लागेको छ, त्यसैले हामी अहिले यो स्थानीय चिया पसलमा आएका छौँ। यो सानो चिया पसल, वरिपरिको वातावरण, कोलाहल र मानिसको गफगाफ, यही त हो पाटनको असली लय। चिया पिएपछि अब हामी अझै भित्र पस्दैछौँ। यहाँ धेरै भिडभाड छ, तर यो कोलाहलमा पनि एउटा छुट्टै रमाइलो छ। हामी यहाँ एउटा यस्तो परिकार खोज्दैछौँ जुन नखाई पाटनको यात्रा अधुरो हुन्छ। त्यो हो योमरी। अन्ततः हामी यो सानो र सामान्य पसलमा आइपुग्यौँ। यहाँ स्थानीय आमाहरूले आफ्नै हातले ताजा योमरी बनाइरहनु भएको छ। यस्तो सानो ठाउँमा पाइने स्वाद एकदमै ओरिजिनल हुन्छ। मलाई खुवाको योमरी आयो भने साथीको लागि अन्डा बारा बन्दैछ। योमरी कस्तो मिठो, तातो योमरी र भित्र पग्लिएको खुवा, शब्दमा बयान नै गर्न सकिन्न। स्वादले मन जित्यो। अब हाम्रो भिडियो पनि अन्त्य हुँदैछ। अर्को भिडियोमा भेटौँला भन्दै यो सानो ब्लग यहीँ अन्त्य गर्दै हजुरहरूलाई भिडियो अन्तिमसम्ममा हेरेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अरू भिडियो पनि आउनेछन्, यसको लागि सब्सक्राइब गर्न नभुल्नुहोला। शुभ दिन।